हेलो हेलो नमस्ते सबैजना सन्चै हुनुहुन्छ होला हैन म पनि एकदम सन्चै छु। आज चाहिँ मैले मासुको थोरै छोटो मिठो अचारको भिडियो लिएर आएको छु। अनि यो चाहिँ मैले मासुको अचारको लागि सबै मसलाहरू रेडी गरिसकेपछि चाहिँ यहाँ तेल हालेर चाहिँ चप गरेर राखेको लसुनलाई र खुर्सानीलाई थोरै फ्राई गरे। अहिले तेल गरम भइसकेपछि हाल्छु बिस्तारै कालो अनि यो हालिसकेपछि चाहिँ मैले एकछिन यसलाई फ्राई हुनलाई छोडिदिन्छु। यतिको फ्राई भएपछि चाहिँ लगभग रेडी भयो हैन। अब चाहिँ फाइनल्ली रेडी भयो। फेरि मैले मसलाहरू यसरी पकाएपछि सबै कुराहरू हालेर एकै ठाउँमा मिक्स गरेँ। मिक्स भइसकेपछि चाहिँ हेर्दा चाहिँ यस्तो देखिन्छ, खाउँ खाउँ मिठो लाग्दो टक्क हैन। तर टेस्ट गर्दा पनि एकदम मिठो नै थियो किनभने मैले बनाएको नि त। अनि त्यसै गरी यता बफको पनि मैले एकैचोटि आज दुईवटै बनाएँ। बफ पनि त्यसै गरी फ्राई गरेँ। गर्दा यतिको भइसकेपछि यसलाई हामीले निकालिदिएँ। फेरि मसलालाई राखेर यसरी नै पकाएँ हैन। लुक्स हेर्नु न कति वाउ मिठो देखिरहेछ हैन। एकदम खाउँ खाउँ लाग्दो मुखै रसाउने। अनि फाइनल चाहिँ यस्तो भयो। आजको चाहिँ छोटो मिठो भिडियो यति नै रहेको छ। थ्याङ्क यू फर वाचिङ। बाइ बाइ।